नमस्ते, वेलकम टु माई मिनी ब्लग। वेलकम टु माई ब्लग मिनी ब्लग जे भन्ने हुन्छ तपाईँ अगाडि परेछ। आज म अन्डा, बेसन, मह, कफी अनि पेस्ट बनाएर लाउँदैछु। रिजल्ट चाहिँ तपाईँको सामु आउनेछ है। जसको जसको चाय फोटो छ अनि फेस चाहिँ पुरै ड्राई हुन्छ, मेरो जस्तै हुन्छ। यसलाई चाहिँ बनाएर लाउनु हुँदा यो चाहिँ घरेलु हो। यो चाहिँ केही हुँदैन, यसले असर गर्दैन। तपाईँहरूले एकचोटि ट्राई गर्नु होला है त। भोलि मजाले भोलि टक्का पारेर फेस धुने अनि अलिअलि चिसो लगाइदिए हुन्छ। जेली हुन्छ भेटिन चाहिँ ल्याएको छैन मैले। अब यसकै उसले हेर्ने यत्तिकै भइसकेपछि यत्तिकै बनाउने पेपर राख्ने निकालेर राख्ने मिल्दैन फेरि टक्क निकालेर राखिसकेपछि यत्तिकै छ मेरो फेस। यहाँ चाय छ यहाँ। अब चाहिँ म स्टार्ट गर्छु। यहाँ चाहिँ मैले भरेर राखेको छ। यो चाहिँ अन्डाको अनि दुध त्यसपछि अन्डाको दुध बनाउँदा हुन्छ। तपाईँ के भाषा आउँछ त्यसरी मात्र लगेर यति बनाउनु लगाइसकेपछि टक्क लाग्यो। लगाइसकेपछि मिलाउनु सोबर जुस यो पनि लगाउँछु। मैले उल्टा फाइनली आधी घन्टा राख्ने। यत्तिकै भइसकेपछि यस्तो कडा भइसकेपछि निकाल्ने बिस्तारै। अच्छा चिकन चाहिँ यस्तो गऱ्यो। वाउ यति मुलो भएको छ। वाउ रिजल्ट सामुने कति फरक भयो त मेरो अनुहार देख्नुभयो। मैले केही पनि लगाएको छैन। फेस प्याक लगाएर मैले केही पनि लगाएको छैन। धन्यवाद। यस्तै भिडियो हेर्न चाहनु मन छ भने अझै अब भेटौँला अर्को ब्लगमा। बाई बाई।